लड्डु भने पछाडि सबजनाको फेभरेट, बच्चाको नि फेभरेट, हाम्रो पनि फेभरेट। किनेर खान भन्दा पनि घरमा नै बनाएर खाँदा यति मिठो र यति हेल्दी हुने रहेछ। अहिले आँपको सिजन छ, त्यसैले मैले आँपको लड्डु बनाउँदैछु। सुरुमा चाहिँ काजु बदाम र नरिवललाई बोइल गरेर बदामको बोक्रा फाल्ने, नरिवललाई नि मसिनो मसिनो काटेर चाहिँ यसरी पिसेर एउटा भाँडामा निकाल्दिने। यो लड्डु चाहिँ खासमा हिजो मेरो भाइ आएको थियो नि त, भाइको लागि भनेर बनाइदिएको के। मार्केटको लड्डु किनेर खुवाउनु भन्दा यसरी बनाइदियो भने बेस्ट हुन्छ नि त। अहिले सिजनमा रहेको आँपको बोक्रालाई चाहिँ फाल्दिने र भित्रको गुदीलाई पनि पिसेर यस्तो पेस्ट प्युरी बनाउने हैन। अब चाहिँ घरमै भएको यो मिठो घिउलाई पनि राख्ने है, घिउ राखेर लड्डु बनाउने। यस्तो मिठो त हुन्छ नि, ओ माई गड। अब सुरुमा चाहिँ काजु बदाम र नरिवलको धुलोलाई चाहिँ मस्त भुट्ने, कस्तो मिठो बास्ना आउने बेलासम्म भुट्ने। अलिकति चिनी पनि राखिदिने है, धेरै राख्न परेन। अब त्यसमा नै म्याङ्गोको प्युरी हालिदिने, हल्का रातो भए पछाडि हाल्नु होला। यस्तो मिठो बास्ना आउँछ, यस्तो मिठो बास्ना आउँछ। कलरफुल पनि देखिन्छ, कुनै फुड कलर पनि हाल्न परेन, केही हाल्न परेन क्या। यत्तिकै यति मिठो लड्डु बन्छ। अब हजुरहरूले यसलाई चाहिँ यत्तिकै खाए पनि एकदमै मिठो हुन्छ क्या। अब यसलाई चाहिँ एउटा कचौरामा निकाल्ने, त्यस पछाडि चाहिँ थालमा घुवाप्प पार्ने होइन। अनि त्यस पछाडि हेर्दा त ठ्याक्कै केक जस्तो भएको छ नि त, यसैलाई गार्निस गरेर खायो भने त केकै जस्तो छ। यसलाई चाहिँ मैले फ्रिजमा राखेर चिसो बनाउन छोडेँ। त्यस पछाडि चाहिँ लड्डुको सेप दिएर चाहिँ लड्डु बनाउने र सबै लड्डु बटारेर सकिसके पछाडि तोरीको पिना भयो जस्तै यो नरिवलको पनि पिना हुन्छ नि, सुक्खावाला नरिवलको धुलो के, त्यसमा यसरी बाहिरबाट कोट गरिदिने। हो माई गड। त्यस पछाडि लड्डु रेडी हुन्छ। यसलाई फ्रिजमा राखेर खाए पनि हुन्छ, यत्तिकै खाए पनि हुन्छ। एकदम मिठो, एकदमै हेल्दी पनि भयो, फुल अन न्युट्रिसन होइन। मैले चाहिँ हामी सबजनाले खायौँ होइन, सबजनालाई मिठो लाग्यो। मेरो श्रीमानज्यूलाई पनि मिठो लाग्यो। हजुरहरू पनि ट्राई गर्नुहोला।